हेलो साथीहरू, अब धनी हुन्छु भनेर म विदेश आएको 22 वर्ष अनि धनी भइएन। अब धनी हुने उपाय मैले थाहा पाएँ। अब म अर्को सालदेखि धनी हुन्छु। ल हेर, यो चिजलाई जडीबुटी यो खायो भने, अनुहारमा लगायो भने 50 वर्ष पुगे पनि 20 वर्षकै देखिन्छ, यति तरुण नभइन्छ भनेर, बुढी भइन्न भनेर यो फल बेचेर पैसा कमाउनु पर्ला जस्तो छ गाई। नत्र भए धनी भइन्न। कम त धेरै छ यहाँ। उपाय केही भएन। अब यसैलाई बेचेर धनी हुनु पर्यो। अर्ग्यानिक मेडिसिन जति खायो उति ब्युटी भन्दै राख्नुपर्छ होला हौ गाइज भन्ने सोचमा पो छु हौ। अब त म हजुरहरूले साथ दिनु होला, यो जडीबुटी किनिदिनु होला। त राम्रो छ यी। भन्दै भिडियो बनाइयो, छुइयो, भरे सिल्टिमर खाइयो भने छैन। अर्कालाई ब्युटी बनाउँछु भन्दा आफै चिम्टी भइयो भने छैन गाइज। दुखी आत्मा।